विवाह पञ्चमीको कथा। पौराणिक कथा अनुसार राजा जनकले खेत जोतिरहेका बेला धरतीबाट एउटी सानी केटी भेट्टाएका थिए, जसको नाम उनले सीता राखे। यसैले सीतालाई भूमिपुत्री पनि भनिन्छ। जनकको दरबारमा भगवान शिवको एउटा विशाल धनुष थियो, जसलाई परशुराम बाहेक अरू कसैले उठाउन सक्दैनथे। बाल्यकालमा माता सीताले त्यो धनुष सजिलै उठाएकी थिइन्। त्यसैले राजा जनकले प्रतिज्ञा गरेका थिए कि जसले त्यो धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ, उसैसँग आफ्नी छोरी सीताको विवाह गरिदिनेछन्। राजा जनकले आफ्नो प्रतिज्ञा पूरा गर्न देशविदेशका राजा र राजकुमारहरूलाई जनकपुरमा स्वयम्वरका लागि आमन्त्रण गरे। स्वयम्वरमा आएका धेरै राजा महाराजाहरूले शिवधनुषलाई उठाउन पनि सकेनन्। अन्ततः महर्षि विश्वामित्रको आज्ञाले अयोध्याका राजकुमार रामले धनुषलाई उठाएर ताँदो चढाउने क्रममा त्यो धनुष भाँचियो, अर्थात् खण्डन भयो। राजा जनकको प्रतिज्ञा पूरा भएकोले मार्ग शुक्ल पञ्चमीकै दिन अयोध्याका राजकुमार राम र जनकपुत्री सीताको विवाह अत्यन्त धुमधामका साथ सम्पन्न भयो। यही महान विवाहको सम्झनामा हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन जनकपुर धाम नेपालमा राम सीताको विवाह उत्सवका रूपमा विवाह पञ्चमी मनाइन्छ। यो दिन विवाह गर्नका लागि अत्यन्त शुभ मानिन्छ र यो दिन साइत हेर्नु पर्दैन भन्ने पौराणिक मान्यता छ। यो कथा हिन्दू धर्मावलम्बीहरूका लागि प्रेम, त्याग, निष्ठा र आदर्श नारीत्वको उदाहरण बनेको छ। माता सीतालाई विष्णुको अवतार मानिने राजा दशरथका पुत्र रामको पत्नी र माता लक्ष्मीको अवतार मानिन्छ।